1940 को दशक विश्व दोस्रो विश्वयुद्धको ज्वालामा जलिरहेको थियो। युरोप, अफ्रिका, एसिया सबै ठाउँमा साम्राज्यहरू शक्ति प्रदर्शन गर्दै थिए। तर भारतका लागि त्यो केवल विश्वयुद्ध थिएन, त्यो स्वतन्त्रताको अन्तिम सङ्घर्ष थियो। ब्रिटिस शासन विरुद्ध आन्दोलन दुई धारमा अघि बढिरहेको थियो। एक अहिंसात्मक आन्दोलन, अर्को सशस्त्र क्रान्ति। त्यही सशस्त्र क्रान्तिको केन्द्रमा थियो INA, इन्डियन नेशनल आर्मी। सन् 1907 हिमाचल प्रदेशको दारी गाउँ, डिस्ट्रिक्ट काङ्गडा, त्यही जन्मिएका थिए वीर गोर्खे सन्तान क्याप्टेन दल बहादुर थापा। बाल्यकालदेखि नै अनुशासित, शारीरिक रूपमा बलियो र राष्ट्रप्रेमी भावना भएका युवा। सन् 1930 ब्रिटिस भारतीय सेनामा भर्ती हुनु त्यो समय धेरै युवाहरूका लागि रोजगारीको माध्यम थियो र युवा अवस्थामा उनी पनि सेनामा भर्ती भए। तर प्रश्न सधैँ मनमा थियो, के म सही पक्षमा छु? 1942-43 दक्षिण पूर्वी एसियामा ब्रिटिस सेनाको मोर्चा कमजोर हुँदै गयो। जापानी सेनाले आक्रमण गर्यो। हजारौं भारतीय सैनिकहरू बन्दी बनाइए। थापा पनि त्यही समूहमा थिए। बन्दी शिविरमा एउटा ऐतिहासिक प्रस्ताव आयो, तिमीहरू ब्रिटिसका लागि होइन, भारतका लागि लड। नेतृत्वमा थिए नेताजी सुभाष चन्द्र बोस। उनको नारा दिल्ली चलो। थापाले जीवनको सबैभन्दा ठूलो निर्णय गरे, ब्रिटिस वफादारी त्यागे, INA मा सामेल भए। यो निर्णय सजिलो थिएन, किनकि असफल भएमा सजाय निश्चित थियो, मृत्युदण्ड। INA ले बर्मा, म्यानमार र इम्फाल सीमा क्षेत्रमा ब्रिटिस विरुद्ध आक्रमण सुरु गर्यो। थापा फ्रन्टलाइन अपरेसनमा थिए। उनी गोरिल्ला रणनीति, जंगल मार्ग र सीमा क्षेत्रको भूगोलमा दक्ष थिए। ऐतिहासिक विवरण अनुसार उनले आपूर्ति मार्ग सुरक्षित गर्न र सन्देश पुर्याउन जोखिमपूर्ण अभियानहरूमा भाग लिए। उनका सहकर्मीहरू भन्थे, थापा कहिल्यै डराउँदैन थिए, तर युद्ध केवल साहसले जितिदैन, संसाधन, आपूर्ति र अन्तर्राष्ट्रिय समर्थनले पनि निर्णायक भूमिका खेल्छ। 1944 को इम्फाल अभियान असफल भयो। INA कमजोर हुँदै गयो। ब्रिटिस सेनाले पुनः नियन्त्रण लियो। INA सैनिकहरू पक्राउ परे। थापा पनि पक्राउ परे। उनीमाथि आरोप लगाइयो, ब्रिटिस साम्राज्य विरुद्ध युद्ध, देशद्रोह। उनीलाई दिल्ली ल्याइयो, ऐतिहासिक रेड फोर्टमा थुनियो, त्यही स्थान जहाँ INA का अन्य अधिकारीहरूमाथि मुद्दा चलिरहेको थियो। रेड फोर्ट ट्रायलले भारतभर आन्दोलनको लहर सृजना गर्यो। जनताले INA सैनिकहरूलाई देशद्रोही होइन, देशभक्त माने। तर सबैको कथा समान रूपमा प्रचलित भएन। 3 मे 1945 जेलको भित्ताभित्र सन्नाटा थियो। फाँसीको आदेश लागू भयो। थापा शान्त थिए, डर थिएन। त्योभन्दा करिब 1 वर्ष अगाडि त्यही स्थानमा दुर्गा मल्ललाई पनि मृत्युदण्ड दिइएको थियो। थापाको अन्तिम सन्देश देश प्रेमले भरिएको थियो। फाँसी अघि रिपोर्टेडली उनले भने, भारत अवश्य स्वतन्त्र हुनेछ। त्यो दिन ब्रिटिस साम्राज्यले उनलाई देशद्रोही ठहरायो, तर इतिहासले उनलाई शहीद मान्यो। 2 वर्षपछि 1947 मा भारत स्वतन्त्र भयो, तर स्वतन्त्र भारतले उनको नामलाई राष्ट्रिय स्तरमा सम्झेन। INA को सङ्घर्षलाई पछि राष्ट्रिय आन्दोलनको हिस्सा मानियो, तर केही नामहरू राष्ट्रिय पाठ्यपुस्तकमा समेटिए, केही नामहरू ओझेलमा परे। क्याप्टेन दल बहादुर थापाको कथा पनि त्यही ओझेलमा हरायो। दशकौं पछि लेखिका सृजना सुब्बाज्यूले अनुसन्धान सुरु गर्नुभयो। 4 वर्षसम्म हिमाचल प्रदेश अभिलेखागार परिवारसँग अन्तर्वार्ता। त्यसपछि प्रकाशित भयो INA क्याप्टेन दल बहादुर थापा, द फरगटन हिरो। यो केवल पुस्तक होइन, यो स्मृति पुनर्जीवन थियो। इतिहास केवल प्रसिद्ध नेताहरूको सूची होइन, त्यो हजारौं वीरहरूको बलिदान र रगतले लेखिएको दस्तावेज हो। क्याप्टेन दल बहादुर थापा एउटा यस्तो नाम जसले भारतको भविष्यका लागि आफ्नो वर्तमानलाई त्याग्नु भयो।